नमस्कार साथीहरू, आजबाट नेपाल प्रिमियर लिग सिजन 2 को खेल सुरु हुँदैछ। पहिलो खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खा बीच खेल हुँदैछ। आजको खेलमा म तपाईहरूलाई अब के कस्तो लाइनअपहरू आउनेछ प्रिभ्यूको रूपमा म तपाईहरूलाई जानकारी गराउनेछु। त्यसपछि सम्पूर्ण खेलाडीहरू होइन टिमहरूमा को छन् अनि त्यसपछि उनीहरूको पावर रेटिङ म आफैले एउटा इभ्यालुएसन गरेको छु, त्यसको बारेमा जानकारी गर्नेछु। प्लेइङ 11 पनि बनाउनेछु र अनि अन्तिममा टिभी गाइडको बारेमा पनि तपाईहरूलाई जानकारी गराउनेछु है। अब तपाईहरूलाई चाहिँ अब सर्वप्रथम यो दुईटा टोली है, काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्स दुवै टिममा साइनिङहरू एकदमै राम्रो छ। कुन चाहिँ टिमले जित्छ होला भनेर होइन तपाईँहरूले कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला र हामीलाई होइन पुरानो च्यानल चाहिँ नभएको कारणले गर्दाखेरि यो च्यानलमा जोडिनको लागि होइन सब्सक्राइब गरेर अनि लाइक गरेर र भिडियोलाई पनि सपोर्ट सेयर गरेर चाहिँ अलिकति सपोर्ट देखाइदिनु होला है। सुरु गरौँ आजको कन्टेन्ट है। सर्वप्रथम त अब हामीले यहाँनिरबाट हेर्ने भनेको स्क्वाड रहेको छ। जनकपुर बोल्ट्सको स्क्वाडमा अनिल शाह, आसिफ शेख, ललित राजवंशी, किशोर महतो, रूपेश सिंह, शुभकंशकार, तुलबहादुर थापा मगर। दुवै टिममा तुल थापा छन्, तर अब जनकपुर बोल्ट्समा चाहिँ तुलबहादुर थापा मगर भनेर छ भने उतातिर चाहिँ तुलबहादुर थापा मात्र रहेका छन्। अनि मयन यादव, आदित्य महता, विकास सागरी, सचिन भट्ट, पप्पु यादव आइकोनिक प्लेयर हुन्। लाइरु मिलन्थ अनि त्यसपछि नामिबियाका खेलाडी छन् ज्यान निकोल लोप्टी इटोन, त्यस्तै अर्को श्रीलङ्कन प्लेयर लाहिरु समराकुन भन्ने छन्। त्यसपछि साउथ अफ्रिकाका वाइन पर्नेल भन्ने खेलाडी रहेका छन्, सञ्जय कृष्णमूर्ति, त्यस्तै सङ्गीत कोरे भन्ने पनि यो श्रीलङ्काको, सञ्जय कृष्णमूर्ति युएसएको, अनि इमरान ताहिर पनि यहाँनिरबाट साउथ अफ्रिकाको रहेका छन्। अब कतिपय विदेशी खेलाडीहरू आइसकेका छन् र कतिपय खेलाडीहरू आउन बाँकी पनि रहेको छ। त्यस कारणले गर्दाखेरि आज अब वेलकम भनेर अब त्यस्तो सामाजिक सञ्जालमा पोस्टहरू पनि देखिएको छ अलिअलिको, तर कतिको अझै पनि देखिएको छैन। आइसक्यो होलान् भन्ने हिसाबमा पनि आज हामीले लाइनअप चाहिँ बनाउनेछौँ। त्यसै गरेर काठमाडौँ गोर्खाजको लाइनअप हेर्ने हो भने करण केसी, त्यसपछि भीम सार्की, शाहब आलम, राशिद खान, दिपेश कँडेल, प्रतीक श्रेष्ठ, आदिल अलाम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम रघु थापा मगर, तुलबहादुर थापा, सोनु देवकोटा आइकोनिक प्लेयर, अनि त्यसपछि जोन सिम्सन रहेका छन्, त्यस्तै बेन चार्ल्सवर्थ रहेका छन् है इङ्ल्यान्डका खेलाडीहरू। अनि त्यसपछि रिकार्डो भास्कोन सेल्लोस भन्ने खेलाडी रहेका छन् अर्को खेलाडी। मिलिन्द कुमार, सन्नी पटेल युएसएका खेलाडीहरू रहेका छन्। गेराड इरस्मस नामिबियाको खेलाडी रहेका छन्। यसरी चाहिँ होइन खेलाडीहरू चाहिँ दुवै टोलीहरूले एनाउन्स गरिसकेको छ है। हेर्दाखेरि लाइनअप हेर्दाखेरि चाहिँ अब हामीलाई लाग्ने त त्यही नै त हो नि होइन, दुवै टिमहरू चाहिँ अलिकति खतरा नै छन् जस्तो देखिन्छ होइन। अब तर एक्चुअल अब गेममा नै कस्तो इम्प्याक्ट पर्नेछ भन्ने नै हो है। सो अब हामीले अरू चिजहरू बताउनु पर्ने बाँकी रहेको छ। म तपाईँहरूलाई आज चाहिँ यो स्क्वाडको बारेमा फेरि एकपटक खेलाडीहरूको बारेमा चाहिँ मोर इन्फर्मेसन दिनेछु, जस्तो कि कुन खेलाडीहरू कस्तो टाइपको खेलाडीहरू भन्ने यहाँनिर लिस्ट छ है। हाम्रो क्याप्टेन अनिल शाह रहेका छन्, उतातिर करण केसी, अब आसिफ विकेट किपर, मेन स्पिनर हाम्रो ललित राजवंशी भए होइन स्लो लेफ्ट आर्म, अनि त्यसै गरी यतातिर चाहिँ शाहब आलम रहेका छन् है मेन स्पिनमा। अनि किशोर महतो, रूपेश सिंह, शुभकंशकार, तुलबहादुर थापा मगर, मयन यादव है अघिकै लिस्ट हो यो। त्यसै गरेर यहाँ खेलाडीहरूमा है श्रीलङ्काको लाइरु मिलन्थ आइसकेका छन्, निकोल लोप्टी इटोन पनि आइसकेका छन् होइन। अब श्रीलङ्काबाट नेपाल आउन प्रब्लम छैन। अब साउथ अफ्रिकाका खेलाडी वाइन पर्नेल होइन लेफ्ट मिडियम फास्ट बलर रहेका छन्। त्यस्तै अर्को यो खेलाडी छ नि समाराकुन भन्ने खेलाडी पनि खतरनाक यो होइन फास्ट मिडियम बलर रहेको छ, एउटा फास्ट बलर रहेको छ क्या यो पनि। त्यही भएर यसको कस्तो पर्फर्मेन्स रहन्छ। सञ्जय कृष्णमूर्ति होइन युएसएको राइजिङ स्टारको रूपमा हो। अब इमरान ताहिर अब लेग स्पिनर हो, अलिकति एजेड खेलाडी त हो, तर अब उनी अब नेपालमा आइसकेका छन् कि छैनन् त्यो अब जानकारी केही बेरमा होला। त्यसै गरेर काठमाडौँ गोर्खाजको खेलाडीहरूमा अब विदेशी खेलाडी नै हेर्ने हो भने त अब नामिबियाको गेराड इरस्मस डेन्जरस नै हो। सन्नी पटेल युएसएको कतिको इम्प्याक्ट छोड्लान्, तर मिलिन्द कुमार रिसेन्टली फर्ममा भएको खेलाडी हो, उनी खेल्छन् नै होला। त्यस्तै गरेर यतातिरबाट साउथ अफ्रिकाका रिकार्डो भन्ने खेलाडी रहेका छन् विकेट किपर। अब दुईजना विकेट किपरहरू चाहिँ जस्तो जोन सिम्सन इङ्ल्यान्डको खेलाडी पनि छन्, त्यही भएर एउटा विकेट किपर चाहिँ आज बेन्च हुन्छन् होला साउथ अफ्रिकाको। त्यस्तै अर्को बेन चार्ल्सवर्थ भन्ने खेलाडी चाहिँ जो इङ्ल्यान्डका छन् उनी पनि एकदमै डोमेस्टिकमा राम्रो गरेको खेलाडीहरू छ। त्यो बाहेक अब हाम्रो उत्तम रघु थापा मगर चाहिँ ब्याकअप विकेट किपरको रूपमा रहन्छन् होला। तुलबहादुर थापालाई पनि हामीले ब्याकअप स्पिनको रूपमा देख्न पाइन्छ होला, रिस्ट स्पिन रहेका छन्। अब आकाश त्रिपाठी, सन्तोष यादव जस्ता खेलाडीहरू अलराउन्डर छन्।
आदिल अलाम अलराउन्डर छन्, प्रतीक श्रेष्ठलाई अब हामीले मिडल अर्डरतिर पनि पाइन्छ होला है त। यो त रह्यो होइन यहाँनिरबाट काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सको बारेमा डिटेल। तर मैले यो खेलाडीहरूलाई अलिकति रेटिङ पनि गरेको छु साथीहरू है त। कस्तो रेटिङ भन्दाखेरि यो खेलाडीहरूको पर्फर्मेन्स कस्तो आउला भन्ने हिसाबमा होइन, अथवा भनौँ न खेलाडीहरू कतिको राम्रो खेलाडीहरू साइन गरेको छ भन्ने हिसाबमा मैले 1 देखि यहाँनिरबाट होइन 1 देखि 5 सम्मको रेटिङ, अब मिनिमम 1 होइन 1 देखि अब 5 भनेको म्याक्सिमम त्यो रेटिङ दिएको छु। जस्तो कि खेलाडीहरूको लिस्टमा चाहिँ हाम्रो के अरे अनिल शाहलाई चाहिँ मैले 4.5 5मा 4.5, आसिफलाई पनि 4.5 दिन्छु, ललितलाई 5 दिन्छु, किशोर महतोलाई 5 दिन्छु, रूपेश सिंहलाई 4 दिन्छु, शुभ कंसाकारलाई पनि 4 दिन्छु। अब तुलबहादुर थापा मगरलाई चाहिँ म जम्मा 3 दिएको छु, मोहन यादवलाई पनि 3 दिएको छु र उनीहरू अब होइन खेलिहाल्छन् भन्ने पनि छैन। अनि मोहन यादवको अब होइन अब ओडी भएको भए धेरै राम्रो ब्याटिङ गर्थे, अब टी20मा कन्भर्ट गर्न अलिक गाह्रो छ। आदित्य महता पनि अब भर्खरै आएको खेलाडीहरू लाइनअपमा पर्छन् कि पर्दैनन्, मैले 2 दिएको छु। विकास सागरीलाई पनि 2 दिएको छु। सचिन भट्ट 3.5 दिएको छु, हिटर खेलाडी हो लोवर अर्डरको। पप्पु यादव पनि आइकोनिकबाट आए पनि धेरै राम्रो अलराउन्डिङ पर्फर्मेन्स रहेको छ। लाइरु मिलन त भनेको मेन नै हो, 5 नै दिएको छु। निकोल लप्टी-इटनलाई 4.5 दिएको छु। लाइरु समाराकुनलाई पनि 4.5 दिएको छु। अब साउथ अफ्रिकाको वाइन पर्नेललाई पनि मैले यहाँनिरबाट 5 दिएको छु भने सञ्जय कृष्णमूर्तिलाई 4 दिएको छु। त्यस्तै गरेर सञ्जित कोरे भन्नेलाई चाहिँ मैले 3 दिएको छु है। अब श्रीलङ्काको खेलाडी खासै राम्रो साइनिङ जस्तो मान्दिनँ म। इमरान ताहिरलाई चाहिँ मैले 4 दिएको छु। यसरी 74 पोइन्ट्स पावर रेटिङ पोइन्ट्स ल्याउनेछ यो स्क्वाड फुल स्क्वाडबाट। त्यसै गरेर काठमाडौँ गोर्खाजको हेर्ने भने करण केसी 4.5, भीम सार्कीको 4, शाहब आलमको 4.5, राशिद खानको 4.5, दिपेश कणेलको 4 होइन, प्रतीक श्रेष्ठको 4, आदिल अलामको यहाँनिरबाट 5, सन्तोष यादवको पनि 5, आकाश त्रिपाठीको पनि 4 है। उत्तम रघु थापा मगरको 3.5, तुलबहादुर थापाको 2.5, सोनु देवकोटाको 3.5, जोन सिम्सनको 5, बेन चार्ल्सवर्थको 4.5, त्यस्तै रिकार्डोको 4, त्यसै गरेर मिलिन्द कुमारको 5 दिएको छु मैले, सन्नी पटेलको 3 र गिराडी रस्मसको 4.5। एकजना प्लेयर कम छ तैपनि उनीहरूको रेटिङ चाहिँ टोटलमा जोड्दाखेरि 75 आएको छ होइन, खेलाडी कम हुँदा पनि। भनेपछि काठमाडौँ गोर्खाजको पक्कै पनि पावर रेटिङ मात्र नभएर हामीले स्क्वाडको एनालाइसिस गर्दाखेरि नै अलिकति सशक्त पक्कै पनि देखिन्छ। तर अब गेम पर्फर्मेन्स भनेको के कस्तो रहन्छ भन्ने कुरा त अब हामीले यो प्लेइङ 11मा होइन के कस्तो आउला अनि त्यसपछि चाहिँ थाहा हुने होला। प्लेइङ 11 हेरौँ एकचोटि। प्लेइङ 11मा चाहिँ यहाँनिर यस्तो मैले बनाएको छु। प्रोबेबल प्लेइङ 11मा अनिल शाह, आसिफ शेख, लाइरु मिलन त। अनिल र आसिफले ओपनिङ गर्नेछन् जनकपुर बोल्ट्सको लागि। शुभ कंसाकार 4 नम्बरमा आउँछन् होला, लाइरु मिलन त नम्बर 3 मा नै ठिक हुन्छ। त्यसपछि लप्टी इटोनलाई चाहिँ मैले 5 नम्बरमा राखेको छु। रूपेश सिंह छन् त्यसपछि, अनि आदित्य महता र तुलो मगरमध्ये एकजना खेल्छन् होला है। अब यहाँनिर अरू पनि अप्सनहरू त हुन्छ, तर मैले आज चाहिँ अलिकति एउटा स्पिन पनि चाहिन्छ। ललित राजवंशी मात्र एक्लै हुन्छन् फेरि होइन, त्यही भएर एउटा स्पिनको पनि डिपार्टमेन्ट यहाँनिर राख्नुपर्ने हुन्छ। लाइरु समाराकुन यदि उनी नेपालमा आइसकेको भए चाहिँ उनी पक्कै पनि राम्रो पेस बलिङ गर्दछन्। त्यसपछि वाइन पर्नेल रहेका छन्, किशोर महतो र ललित राजवंशी रहेका छन्। यसरी चाहिँ जनकपुर बोल्ट्सको प्लेइङ 11 चाहिँ रहन्छ। तपाईँहरूलाई यो प्लेइङ 11 कस्तो लाग्यो, अथवा तपाईँलाई यसमा होइन यस्तो हुनुपर्छ भन्ने जस्तो लाग्छ भने कमेन्ट गर्नुहोला। त्यसै गरेर यहाँनिरबाट अर्को रहेको छ हाम्रो काठमाडौँ गोर्खाजको। काठमाडौँ गोर्खाजको हामीले प्लेइङ 11 हेर्ने भने जोन सिम्सन र गिराडी रस्मसले ओपनिङ गर्न सक्छन् भन्ने कुरा हो है। अब यसमा चाहिँ ओपनरहरू अलिकति अब मिलिन्द कुमारहरू पनि आउन सक्लान्, अथवा प्रतीक श्रेष्ठ या आकाश त्रिपाठी मध्ये कुनै एकजना पनि आउन सक्लान् भन्ने त हो। आकाश त्रिपाठी यदि खेलेको खण्डमा गिराडी रस्मसलाई अलिकति पछाडिपट्टि पनि राख्न सकिन्छ होइन। तर अब विदेशी खेलाडीहरूले नै ओपनिङ गर्न सक्ने चान्स चाहिँ म देख्दैछु है। जोन सिम्सन विकेट किपर ब्याटर र गिराडी रस्मस, अथवा मिलिन्द कुमार भए पनि हुन्छ हुन त, तर मैले चाहिँ गिराडी रस्मसलाई प्रिफर गर्छु। भीम सार्की नम्बर 3 मा, 4 नम्बरमा मिलिन्द कुमारको आफ्नै एउटा पोजिसन छ। त्यसपछि 5 नम्बरमा आदिल अलाम, 6 नम्बरमा राशिद खान। अब सिचुएसन हेरेर ब्याटिङ स्विच हुने सक्नेछ होइन। अनि त्यसपछि सन्तोष यादव, त्यसपछि बेन चार्ल्सवर्थ रहेका छन् इङ्ल्यान्डको खेलाडी। प्रतीक श्रेष्ठ र आकाश त्रिपाठी मध्ये कुनै एकजना, करण केसी र शाहब आलम। यसरी चाहिँ काठमाडौँ गोर्खाजको चाहिँ यहाँनिरबाट लाइनअप पक्कै पनि
बन्न सक्छ भन्ने कुरा हो है त। अब तपाईँहरूले यो दुईटा लाइनअप हेर्दाखेरि जनकपुर बोल्ट्स र अनि त्यसपछि काठमाडौँ गोर्खाजको लाइनअप हेर्दाखेरि कुन चाहिँ सशक्त पाउनुभयो कृपया कमेन्ट गर्न नबिर्सिनु होला। अब हामीले तपाईँहरूलाई टिभी गाइड है, टिभी गाइडको बारेमा त अब युट्युबमा लाइभ आउँदैन, सबैजनालाई थाहा नै छ। युट्युबमा लाइभ नआउने भएको कारणले गर्दाखेरि हामीले अब विभिन्न छ डिसम गोबाट हेर्न मिल्छ है, वेबसाइट अनि त्यसपछि एपबाट हेर्न मिल्छ। कान्तिपुर म्याक्स टेलिभिजनले नै अब ब्रोडकास्ट गर्ने भयो केबल नेटवर्कमा। अब स्टार स्पोर्ट्सको अब च्यानलहरूमा पनि आउने भयो इन्डियाबाट है। स्टार स्पोर्ट्सको अब सेलेक्ट अब मेन उस नै उनीहरू नै भयो। अनि त्यसपछि फ्यान कोडबाट पनि हेर्न सकिन्छ। अब यो चारवटा अप्सनहरू रहेको छ। यसले अब विभिन्न तरिकाले अब डिसम्बरमा चाहिँ अब नेपालमा 300 देखि अब विदेशमा हुनेहरूले $10 तिरेर चाहिँ हेर्न सकिन्छ। घरमा केबल नेटवर्क हुनेहरूले कान्तिपुर म्याक्सबाट हेर्न सकिन्छ। फ्यान कोडबाट पनि अब इन्डियाबाट हेर्न सकिन्छ। र स्टार स्पोर्ट्स च्यानल आउने हैन, स्टार स्पोर्ट्स पनि धेरै छ। स्टार स्पोर्ट्सको अब लास्ट टाइम सेलेक्ट च्यानलमा आएको थियो, यसपालि कुनमा आउनेछ। अब त्यो चाहिँ हेर्न बाँकी रहेको छ। ओके साथीहरू, आज जनकपुर बोल्ट्स भर्सेस काठमाडौँ गोर्खाज बीचको खेल कसले जित्ला त तपाईँहरूलाई के लाग्छ है? मलाई त अब एकदमै कम्पिटिसन, अब फेरि ओपनिङ म्याच पनि हो। अब जनकपुर बोल्ट्स भनेको पूर्व विजेता नै एनपिएल सिजन 1 को, काठमाडौँ गोर्खाज अहिले राम्रो साइनिङ गरेको छ खेलाडीहरू, त्यही भएर जे पनि हुनसक्छ भन्ने कुरा हो है। हेर्दै जाउँ। र तपाईँहरूलाई यो प्रिभ्यू कस्तो लाग्यो कृपया कमेन्ट गर्न नबिर्सिनु होला है। सपोर्ट चाहिएको छ तपाईँहरूको, लाइक गर्नु होला, कमेन्ट गर्नु होला र सब्स्क्राइब गर्न नबिर्सिनु होला। अहिलेलाई धन्यवाद, बाई बाई।